मलाई मार्नु छ खाडल खडेर यही गाह्रो तर देश बनाउने एउटा बालेन हर्क सम्पङ गोपी अमाल लगायतका पात्रहरूलाई म काम गर्न दिन्छु नभए यो देशमा रमाजीलाई के भन्नुहुन्छ त रमाजीको विषयमा वास्तवमा त्यहाँ मैले स्टेटमेन्ट पनि हेरेको थिएँ यो कारणले चाहिँ उहाँलाई समातिएको भनेर र उखानेको गुखाने भन्नुभएको छ होइन अब उखाने भनेको चाहिँ साँच्चीकै सम्माननीय प्रधानमन्त्रीज्यूलाई भन्नुभयो होला अब फेरि यसो भन्दै गर्दाखेरि यो पनि झोले भएछ कि या भनेर फेरि तपाईँकै मिडियामा फेरि वकिल साहबहरूले मलाई कमेन्ट गर्ने होला यसो भनेन मैले कहिले पनि व्यक्ति विशेषलाई कटार चाहिँ गरेन गुखाने भनेको चाहिँ के हो त फेरि होइन त्यो चाहिँ उहाँको कार्यकर्ताहरू होला त्यही भएर अब त्यो सबैले एउटै बकेटमा हाल्न चाहिँ मिल्दैन र मैले के भनेको छु भने एमाले कङ्ग्रेसले यो देश डुबाएको हो भने त्यो भित्रको क्यान्डिडेट खराब भएर हो नि त वास्तवमा पार्टी त खराब होइन र तपाईँको अहिले हामीले चाहिँ साँच्चीकै फिल्टर गर्नुपर्ने भनेको नेपाली कङ्ग्रेसबाट 80% व्यक्तिहरू हो कङ्ग्रेसबाट 80% व्यक्ति अनि माओवादीबाट 40% व्यक्ति यी मान्छेहरूलाई हामीले डम्पिङ साइडमा लानुपर्छ यो देश बिगारेको यिनीहरूले नै हो वास्तवमा त्यो 20% मा त राम्रो मान्छेहरू पनि त छ होला नि त त्यो राम्रो मान्छेलाई फेरि त्यो दुईटै शब्दले फेरि एकै ठाउँमा